तपाई पनि ई सेवा युज गर्दै हुनुहुन्छ भने तपाईको मनमा एउटा प्रश्न पक्कै पनि उठेको होला, ई सेवाले कसरी पैसा कमाइराछ त? According to latest report of mid-January 2025, ई सेवाले जम्मा 9.7 बिलियन रेभेन्यू अर्न गरे, जसमा डाइरेक्ट एक्सपेन्सेस 9.16 बिलियन रहेको छ। नाउ टोटल रेभेन्यूबाट डाइरेक्ट एक्सपेन्सेस एन्ड अदर एक्सपेन्सेस लाइक अफिस एक्सपेन्सेस, स्यालेरी, ट्याक्स, मार्केटिङ घटाउँदा नेट प्रॉफिट इज 163 मिलियन यानी 16.3 करोड दे अर्न। ई सेवाको रेभेन्यू मोडल मल्टिपल सोर्सबाट आउँछ। फर्स्टमा मर्चेन्ट बैंक ट्रान्जेक्सन फी यानी बिजनेसहरुबाट लिने फी, देन बिल पेमेन्ट लाइक वाटर बिल, इन्टरनेट बिल एन्ड टिकट बुकिङ कमिसनबाट आउँछ। इन्टर बैंक फन्ड ट्रान्सफर चार्जेस यानी ई सेवा टु बैंक ट्रान्सफर गर्ने चार्ज, देन एक्स्ट्रा चार्ज आफ्टर थर्ड ट्रान्जेक्सन अ डे र युजरको वालेटमा राखिएको पैसाबाट नै दे अर्न मनी। अरु धेरै रेभेन्यू मोडलहरु छ। रिसेन्ट डाटाको अनुसार मोर देन 17 लाख मान्छेहरुले ई सेवामा रजिस्टर गरेका छन्, यानी 30% अफ टोटल पपुलेसन। तपाई पनि ई सेवा युजर हो कि अरु वालेट युज गर्नुहुन्छ? कमेन्ट डाउन।